पोलिटिकल पार्टीमा नहुँदाखेरि हजुर अरूलाई बिलिभ नगर्दाखेरि तपाईँले अरूलाई आलोचना गरिरहनु भएको थियो होला। हजुर अहिले अब आफै पोलिटिकल पार्टी खोलेर आउँदै गर्दाखेरि अरूले आफूलाई चाहिँ कतिको आलोचना गरेको छ जस्तो लाग्छ हजुरलाई? जस्तै तपाईँको फेसबुकका पोस्टहरूको कुरा होला होइन, जस्तै पहिला तपाईँ अरूको बारेमा लेख्नुहुन्थ्यो होला, अहिले आफ्नै पार्टीहरूको बारेमा लेख्दाखेरि तपाईँलाई पनि कमेन्ट्सहरू आउला, त्यसलाई चाहिँ कसरी एनालाइसिस गरिरहनु? मैले यसलाई एकदमै पोजिटिभली लिएको छु। किन भन्दा मैले अघि पनि भने यो लिभिङ इन अ सोसाइटी सबैजनाको आफ्नो पर्सपेक्टिभ हुन्छ, आफ्नो चस्मा हुन्छ कुनै पनि चिजलाई हेर्नु पछाडि। सायद मैले पनि एउटा चिजलाई एक थरीले मैले चाहिँ बुझ्छु भने उसले त्यही मुद्दालाई अर्को तरिकाले उसले एनालाइसिस गरिरहेको हुन्छ। यसलाई चाहिँ मैले एकदमै पोजिटिभली हेरेको छु। आलोचना हुनुपर्छ, आलोचनाले नै मान्छेलाई परिपक्व बनाउने हो, आलोचनाबाटै उसले सिक्ने हो। तपाईँलाई आलोचना गर्दै गर्दाखेरि पनि तपाईँले चाहिँ सिक्नु भएन भनेदेखि चाहिँ तपाईँ त पुरानो नै जस्तो भइदिनु भयो नि त। त्यस कारणले गर्दा म आलोचना गर्ने मान्छेहरूलाई एकदम धेरै रेस्पेक्ट गर्छु। उहाँहरूको आलोचनाले मलाई म भित्रको कमजोरी के रहेछ भन्ने कुरा मलाई सिकाइरहेको छ र म सिक्ने क्रममा नै छु। जस्तै अब यो आन्दोलनकै कुरा गर्दाखेरि अब विभिन्न जेनजीका समूहहरू हुनुहुन्छ नि, उहाँहरू अहिले पनि माइती गएर धाउने गरिरहनु भएको छ, आन्दोलन भइरहेको छ, आन्दोलन भन्दा नि अनसनहरू भइरहेको छ। जस्तै हाम्रो डाक्टर निकोलस भुसाल पनि केही समय अगाडि अनसनमा बसिरहनु भएको थियो। उहाँहरूको मागलाई चाहिँ हजुरले कसरी चाहिँ हेर्नुहुन्छ? यसमा चाहिँ के छ भन्दाखेरि अब म चाहिँ व्यक्ति भन्दा पनि मैले अघि भने म खासै त्यो व्यक्तिलाई आलोचना गर्ने यो व्यक्ति यस्तो उस्तो भनेर भन्ने मान्छेमा पर्दिनँ। उहाँले के एजेन्डा बोकेर आउनुहुन्छ भन्ने कुरा चाहिँ मेरो लागि म्याटर गर्छ र उहाँको पनि एजेन्डामा चाहिँ म आंशिक रूपले सहमत हुन सक्छु। कति धेरै एजेन्डामा चाहिँ मेरो सहमति छैन। त्यो मेरो आफ्नो स्कुल अफ थट हो, मेरो पर्सपेक्टिभ हो र त्यसलाई एक्सप्लेन गर्नका लागि पनि मसँग विभिन्न तर्कहरू छन् के कारणले गर्दा म सहमत छुइनँ भनेर होइन। तर म सहमत नहुँदै गर्दाखेरि पनि म के चाहिँ मान्दिनँ त भन्दाखेरि कोही पनि यो देशमा चाहिँ आमरण अनसन बसेर उसलाई चाहिँ राज्यले चाहिँ मार्नुहुन्न। उसले आफ्नो माग मैले के कारणले गर्दाखेरि मैले राखिरहेको छु भनेर उसको माग सुनिनुपर्छ। उसको मागमा सहमत हुँदैन भने उसलाई बुझाउन सक्नुपर्छ, म यो कारणले गर्दाखेरि म तपाईँको मागमा सहमत छुइनँ भनेर एटलिस्ट टेबल टक चाहिँ हुनु पर्यो कि अहिलेसम्म हामीले आन्दोलन गऱ्यौँ त भन्दाखेरि हामीलाई सुनिएन के। जहिले पनि भविष्यका कर्णधार हौ तिमीहरू भनेर त भनियो, तर मलाई एउटै टेबलमा राखेर तिमीहरू वर्तमानका साझेदार पनि हौ है भनेर कहिले भनियो त? भनिएन। त्यो नभनिएको कारणले गर्दाखेरि सडकमा गएको हो नि त। अनि उहाँहरूको पनि विभिन्न थटहरू छ, उहाँहरूलाई लाग्यो होला यो सरकारले हाम्रो माग सम्बोधन गर्न सक्दैन, गरिरहेको छैन भनेर, त्यस कारणले गर्दा उहाँहरू गइरहनु भएको छ। तर म यहीँबाट साथीहरूलाई के भन्न चाहन्छु त भन्दाखेरि देशलाई निकास दिनको लागि चाहिँ निर्विकल्पिक उपाय चुनाव हो। त्यस कारणले गर्दा अब तपाईँहरू पनि सबैजना चुनावमा उम्रिनुहोस्, तपाईँहरू आउनुहोस्। देशलाई नयाँ फेसको खाँचो छ, देशले चाहिँ एजेन्डा बोकेर आउने मान्छे चाहिँ खोजिरहेको छ। त्यस कारणले गर्दा उहाँहरू पनि आउनुपर्छ। कस्तो खालको एजेन्डाले चाहिँ देश बन्छ जस्तो लाग्छ हजुरलाई? देश बनाउन के चाहिन्छ? विकास भनेको के हो तपाईँको विचारमा? मेरो लागि चाहिँ के हो भन्दाखेरि मेरो लागि अब ठ्याक्कै यसलाई म चाहिँ पज भएँ यो कुरामा होइन। सम्झिँदै गर्दा देयर आर सो मेनी थिङ्स के म एउटै चिजमा चाहिँ यो कारणले गर्दाखेरि मात्रै डेभलप हुन सक्छ भनेर म भन्न सक्दिनँ होइन। आजकै घटनालाई लिएर पनि कोही मान्छे राजधानीमा न्याय माग्नको लागि आउनुपर्छ के, जेसुकै घटना होस् उसले गाउँमा बसेर उसले न्याय पाउँदैन के। योभन्दा अगाडि घर घरमा सिंहदरबार भनेर भनिएको थियो, तर के घर घरमा सिंहदरबार पुग्यो त? पुगेन। यदि घर घरमा सिंहदरबार पुग्न सक्ने अवस्था भयो भनेदेखि चाहिँ त्यो मेरो लागि विकास हुन सक्छ होला। अब सब विकास भन्ने बित्तिकै यो एकदम ठुलो वेग वर्ड हो के। यसलाई एउटा चिजले चाहिँ यति मात्रै हो भनेर चाहिँ आई क्यानट डिफाइन। तपाईँको लागि यो पोडकास्ट चल्नु, यसमा मिलियन भ्युज जानु तपाईँको लागि सफलता होला। मेरो लागि चाहिँ भोलि मेरो ल फर्ममा हजारौँ मुद्दा आउनु, म एकदमै फेमस लयर भएर दिनै पछि म व्यस्त हुनु, त्यो मेरो लागि सफलता हुन सक्छ।
तपाईँको लागि तपाईँको घरमा पानी आइरहेको छैन, तपाईँ राम्रो पानी पिउन सकिरहनु भएको छैन, तपाईँले पानी पिउन पाउनु भयो भनेदेखि त्यो तपाईँको लागि विकास हुन सक्छ। सबैजनाको आफ्नै एउटा भनौँ न, मैले यसलाई कसरी लिन खोजेको भन्दाखेरि सबैजनाको चाहिँ आफ्नै एउटा चिज छ के, जुनलाई चाहिँ उहाँले चाहिँ यो यति भइदिएदेखि मेरो विकास भयो भन्ने फिल गर्छ। यो त हरेक दिन बढ्दै जाने हो के। आज मसँग नर्मल चप्पल छ भनेदेखि भोलि म जुत्ता लगाउन चाहन्छु होला, मसँग जुत्ता भइसकेपछि म अझ महँगो जुत्ता लगाउन चाहन्छु। त्यो त बिस्तारै हुँदै जाने चिज हो नि त। यति नै डेभलपमेन्ट भनेर म डेभलपमेन्ट चाहिँ यतिले मात्रै हुन्छ भने म त्यसको मापदण्ड टोक्न सक्दिनँ होइन। तर पनि देशको अझै पनि यस्तो ठाउँहरू छ जहाँनिर आधारभूत आवश्यकताहरू, शिक्षा, स्वास्थ्य, रोजगार होइन, यस्ता कुराहरूको पहुँच पुगेकै छैन। त्यही त, आधारभूत आवश्यकताहरूको पहुँच पुग्नु र मौलिक हक चाहिँ हरेक मान्छेले पाउनु, त्यो चाहिँ मेरो लागि नर्मल एउटा विकासको एजेन्डाभित्र पर्न सक्छ। सस्टेनेबल डेभलपमेन्टका कुराहरू छन्, ती कुराहरू पनि विकासभित्र पर्छन् होइन। तर त्यति मात्रै विकास हो त, त्यति मात्र त विकास होइन भन्न खोज्या। त्योबाट सुरुवात गरेर अझ देयर आर टु मेनी थिङ्स टु बी डन, लेफ्ट टु बी डन। हिजोको दिनमा मभन्दा अगाडिका पुस्ताहरूले पनि आजको दिनसम्म यहाँसम्म देशलाई उहाँहरूले लिएर आउनु भएको हो। त्यो कुरापछि म थ्याङ्कफुल छु, थ्याङ्कफुल हुनुपर्छ। तर हामीले जे अपेक्षा गरेका थियौँ त्यो अनुरूप चाहिँ भएन। यसमा चाहिँ उहाँहरूप्रति आलोचना हो कि उहाँहरूले गर्दै गर्नु भएन भनेको छैन, उहाँहरूले गर्नुभयो, तर हामीले जति अपेक्षा गरेका थियौँ त्यति चाहिँ उहाँहरूले गर्नु भएन के। त्यस कारणले गर्दाखेरि उहाँहरूसँग निराश भएका हुन् जनता।